ल सबैजनालाई फेरि पनि नमस्ते। यो तिलिचो ताल जाने क्रममा यो खोङसारदेखि बेस क्याम्पको एकदमै अप्ठ्यारो भाग, पैदल यात्राको यो अप्ठ्यारो भाग यहाँनिर चाहिँ यो साँगु र गल्छी पार गरेर हामी आइसकेका छौँ। हो यहाँनिरको गल्छी चाहिँ एकदमै गाह्रो, बाटो पनि अप्ठ्यारो बिरालो। हो यहाँनिर यो गल्छी चाहिँ हामी पार गरेर आइसकेका छौँ। अब एकदमै यो खोङसारदेखि बेस क्याम्पसम्मको पदयात्राको एकदम अप्ठ्यारो भागहरू। यतापट्टि चाहिँ तल सबै यस्तो डरलाग्दो भिरहरू छ। यता पनि यस्तो पहराहरूको बनावट यस्तो छ। पर चाहिँ हिमालहरू सित्याम्मै छ। अब एउटा अर्को अप्ठ्यारो गल्छी देखाउँदैछु म तपाईँहरूलाई। अब चाहिँ यो गल्छी चाहिँ दोस्रो अप्ठ्यारो गल्छी है। यो गल्छी पार गरेर हामी उता जानुपर्ने छ। अप्ठ्यारो, अरू ठाउँमा त बाटो सबै ठिकै छ। तपाईँको यो दुईवटा गल्छीहरू चाहिँ एकदमै अप्ठ्यारो छ। यो दुईवटा गल्छीहरू चाहिँ अप्ठ्यारो छ। तल चाहिँ मर्स्याङ्दी नदी बगिरहेछ। माथि चाहिँ हिउँहरू परेर सबै सेतामै भइसकेको छ। यो चाहिँ एकदमै अप्ठ्यारो पदयात्रा हिँड्नको लागि र यो दुईवटा गल्छीहरू एकदमै गाह्रो। ल यस पछाडि हामी यो पदमार्ग हुँदै बेस क्याम्प जाँदैछौँ। हाम्रो साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ। अप्ठ्यारा साँगु र गल्छीहरू थुप्रै रहेछन्। हामी चाहिँ दुईवटा अप्ठ्यारा गल्छीहरू पार गऱ्यौँ। फोटो सेसन भइरहेछ। हाम्रो साथीहरू एकदम बिरालो भएको एकदम। बाबु एकछिन। हिउँ पर्न अलिक कम भइरहेछ अहिले। सम्भवतः साँगु र गल्छीहरू पार गरिसक्यौ जस्तो लाग्छ। अगाडि जाँदै हुनुहुन्छ साथीहरू। बेस क्याम्पको लागि पदयात्रामा हिँडिराख्नु भएको छ। लगभग साँगु र गल्छीहरू हामी पार गऱ्यौँ जस्तो लाग्छ। यो यतापट्टिको यो डाँडा कटेपछि बेस क्याम्प भन्ने कुरा हामीलाई जानकारी आएको थियो। हेरौँ अब लगभग सम्भवतः 1 घन्टामा हामी बेस क्याम्प पुग्छौँ होला। ल बिस्तारै यतापट्टिको हिमालहरू हिउँले अलिअलि ढाकेको छ। बिचमा अलिकति हिउँ परेको थियो, त्यसले गर्दा केही पनि देखिएको थिएन, सबै अँध्यारो थियो। अहिले चाहिँ हिउँ पर्न अलिकति कम भइरहेछ। हिमालहरू देख्दैछौँ। एकदमै साँगु र गल्छीहरू, बाटो अप्ठ्यारोहरू यो भागभन्दा पछाडिको भागहरू है। चाहिँ तल बगेको चाहिँ मर्स्याङ्दी नदी।